अहिलेको गृहमन्त्रीले चाहिँ अब रवि लामिछानेको केस केही गर्नुहुन्छ भनेर सोचेको थिएँ। अहिलेको गृहमन्त्री रविको विरोधी रहेछ। किन रहेछ भन्दाखेरि अहिलेको गृहमन्त्री भनेको पहिलेको एजेन्ट, दलाल, मेन पावरको चोर फटाठक रहेछ। अनि रविले कार्यक्रम चलाउँदाखेरि नि ओम प्रकाशजी तपाईँले गुन्डा पाल्नु भएको छ भनेर थर्काएर रहेछ रविले। अनि अब उसको मुद्दामा केही गर्छ त्यो गृहमन्त्रीले? केही गर्दैन। अनि ऋषि धमालाको कार्यक्रममा गएर रवि ठगै हो। जगदीश खरेलको मिडियामा गएको बेला जगदीश खरेलले सोधेको प्रश्नमा सूर्य थापाले भनेको होइन रविले सहकारीबाट ऋण लिएको छैन भनेर। त्यो प्रतिवेदन पढेन छ चोरले। यत्रो जेनजीहरूले आन्दोलन गरे, अब गृहमन्त्री स्वतन्त्र आयो भनेको कहाँको दलै उसको के अरे बालनको सल्लाहकार ल्याएर कहाँको दलै ठग राखेको रहेछ सल्लाहकार पनि। अहिले त्यसको विरोध गरेर गृहमन्त्रीले रविलाई गाली गरिरहेछ। जहाँ मिडिया भेटेर त्यहीँ बोल्नु भएको छ। बोल्छ नि त मुख भए मान्छे। रवि जतिको साहसी गृहमन्त्री कोही भएन क्या। संसदमा गएर 25वटा काण्ड खोले, 25वटा फाइल खोल्दैछ भनेको होइन रविले। खोइ अहिलेको गृहमन्त्रीले भन्न सकेको कसैले सोया छौ भन्नलाई? त्यो अहिलेको गृहमन्त्रीले पनि केही गर्दैन।